हेलो हाई नमस्कार सम्पूर्णमा। आज मिति 2081 साल महिना चैत 22 गते रहेको छ र आज धरान गोदुली फुटबल क्लबको फाइनल दिन रहेको छ र आज फाइनलको दिन चाहिँ हामी पनि आएका छौँ फुटबल हेर्नलाई र हजुरहरूलाई यहाँ म देखाउँदैछु। यहाँ चाहिँ एकदमै धेरैभन्दा धेरैजनाको जम्मा देखिएको छ। आज फाइनल दिन हो। फाइनल हेर्नलाई सबैजना आउनु भएको छ र अहिले चाहिँ हामी यहाँ गेट अगाडि पुग्न लागेको अवस्था र आजको फाइनलमा चाहिँ धरान 15 र धरान 14 को रहेको छ। हामी चाहिँ अहिले टिकट काउन्टरमा जाँदैछौँ टिकट लिनको लागि। टिकट काउन्टर चाहिँ सायद मलाई लाग्छ यो बाटोदेखि पारिपट्टि होला। र एकदमै फेमस ब्युटिफुल सिङ्गर तिर्सना गुरुङ पनि आउँदै हुनुहुन्छ। उहाँलाई मेरो युट्युब ब्लगमा र हाम्रो धरानमा म वेलकम पनि भन्न चाहन्छु। यहाँ हजुरहरूलाई मैले देखाउँदैछु आजको यो फाइनल गेम हेर्नलाई यति धेरै दर्शकहरू आउनु भएको छ कि हजुरहरूले पनि यहाँ प्रत्यक्ष देख्न सक्नुहुनेछ। सायद मलाई लाग्छ यो नाइटको गेम पहिलोचोटि धरानमा भएर पनि होला र अब नाइटमा एकदमै शीतल र रमाइलो पनि हुन्छ, त्यही भएर पनि होला। र यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ एउटा सिट खाली छैन है, सबै प्याक छ। यति धेरै दर्शकहरू आउनु भएको छ कि धरान उपमहानगरपालिका वार्ड नम्बर 3 का वडाध्यक्ष विद्या सुन्दर साक्यज्यूलाई पनि माथि आसन ग्रहण गरिदिनु। कार्यपालिका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, विभिन्न सामाजिक अभियानमा सक्रिय स्वागत गर्नु पर्यो।
भएको छ नि यहाँ चाहिँ सिङ्गर तिर्सना गुरुङ जाँदै हुनुहुन्छ है उहाँले आफ्नो प्रोग्राम सिद्ध्याएर
प्रकारको नाटक